नेपालमा हामी एउटा अनौठो जीवन बाँचिरहेका छौँ। हामी आफ्नो जीवन कम, अरूको आँखामा राम्रो देखिनेवाला जीवन एकदम धेरै बाँचिरहेका छौँ। 12 कक्षामा आफूले कुन सब्जेक्ट पढ्ने आफूले सोच्नुभन्दा पनि अरूले के भन्लान् भनेर हामी डिसिजन लिन्छौँ। ब्याचलर पढ्दै गर्दा, मास्टर पढ्दै गर्दा पनि अरूले के भन्लान् भनेर हामीले अरूलाई सोचेर आफ्नो डिसिजन लिइरहेका हुन्छौँ। नेपालमा बसौँ कि विदेश जाउँ? नेपालमा बसे अरूले के भन्लान्, विदेशमा गए अरूले के भन्लान्। लभ म्यारेज गरौँ कि एरेन्ज म्यारेज? लभ म्यारेज गरे अरूले के भन्लान्, एरेन्ज म्यारेज गरे अरूले के भन्लान्। यो कार किनौँ कि बाइक किनौँ कि या फिर केही नकिनौँ? कार किने अरूले के भन्लान्, बाइक किने अरूले के भन्लान्, साइकल अथवा पैदल यात्री भए अरूले के भन्लान्। मलाई कहिलेकाहीँ लाग्छ नेपालमा धेरै नेपालीहरू आफ्नो सपनाको पछि दौडिरहनु भएको छैन, आफ्नो सपना बाँचिरहनु भएको छैन। र सबैभन्दा दुःखको कुरा के हो थाहा छ? जब मानिस 60 वर्षको पुग्छ, उसँग घर हुन्छ, जग्गा हुन्छ, पैसा हुन्छ, तर उसले आफूले रोजेको जीवन हुँदैन। सत्यता के हो भने हामी असफल हुनबाट डराउँदैनौँ, हामी समाजको न्यायबाट डराउँछौँ र त्यो डरले हाम्रो कति धेरै सपनाहरू जन्मिनु अघि नै मर्छन्। मैले बुझेको एउटा कुरा, जीवनको सबैभन्दा ठुलो जेल जेलको पर्खाल होइन, अरूले के भन्लान् भन्ने डर हो। एक दिन जब तपाईँ केही बनेर देखाउनुहुन्छ, कहीँ पुगेर देखाउनुहुन्छ, त्यो दिन सबैले तपाईँको बारेमा बोल्न छोड्छन्, तपाईँको नकारात्मक कुरा बोल्न छोड्छन्। तर त्यो दिनसम्म तपाईँ आफ्नो जीवन अरूको ओपिनियनको हिसाबले बाँच्न छोड्नुहोस्। फलो गर्नुहोस्, यो डे 28 हो।